सो हेलो एभ्रिवान, भोलि चाहिँ हाम्रो छोराको पास्नी छ होइन। छोरा चाहिँ त्यहाँ सुतिरहेछ। सो त्यसैको लागि चाहिँ हाम्रो दाइहरू यहाँ टक्कैजना सबजना फ्यामिली हामी खाना खाँदै हुनुहुन्छ र यहाँ माला बनाउने प्रोसेस हुँदैछ। त्यसको लागि चाहिँ अब टक्क सानो भिडियो हेरिदिउँ है त माला कसरी बनाउँछन्। सो त्यही हो, अब चाहिँ माला बनाउने प्रोसेस हुँदैछ। ल यो यहाँ अब कार्यक्रमहरू भइरहेछ। यो हाम्रो डोनाल्ड ट्रम्प हो होइन। यसको लागि यसको चाहिँ भोलि विनिङ हो। अनि विनिङ मिन्स फर्स्ट टाइम खाना खुवाउने क्या, पहिलोचोटि बच्चालाई खाना खुवाउने हो हुन्छ। अनि म चाहिँ हल्का काम छ त्यसको लागि पल्लो रुम जाँदैछु, गर्दै हुनुहुन्छ। सो त्यो यो चाहिँ जहिले पनि 9 बजी नै सुत्थ्यो, आज त 11:30 हुन लागिसक्यो, सुतेकै छैन। ल यता फेरि जापानिज बोल्ने, अब यसले बुझ्नु पर्यो नि। ल ठिक छ। सो त्यही भयो। यो के हो खोलेर हेर्ने हो। सो यो चाहिँ अनार रहेछ, यत्रो धेरै बानाना। अनि मेवा हो, यो मेवा हो। यत्रो बानानाहरू छ। केरा सेरा खाँदै माला रेडी भयो। ल यो अझै सुतेको छैन कि, यो कस्तो केटो र ल सबजना यहाँनिर हुनुहुन्छ। ल ठिक छ, बाई बाई है दिदी, बाई बाई गरिदिनु कान्छी। ल हाई एभ्रिवान। अनि हेलो भन्दै हेलो भनिसक्यो। अनि यसो आज चाहिँ यसको विनिङ डेज। अनि हामी चाहिँ अब टक्क पशुपति जानु लागिरहेछौँ। अनि टक्क यसो हल्का मन्दिर पनि लानुपर्छ नि त। अनि त्यहाँबाट टक्क यसलाई रेडी भयो। अब दाइ रेडी हुँदै हुनुहुन्छ, यो र म टक्क हामी सबैजना फ्यामिली टक्क जान्छौँ। आज त हिरो बाखानी पुरै छोरोलु। टक्क यसको टोपी चाहिँ हल्का ठुलो भएछ तर यस्तै हो, ठिक छ। पुरा हेर्नु न जुत्ता सुत्ता, आमामा हाम्रो छैन उसको जुत्ता छ यार। हामी चाहिँ अब जान लागिरहेछौँ। यहाँनिर हुनुहुन्छ सबजना। हाम्रो छोरो आमा यति हिरो बाखा आमा हेर्नु न होइन पुरै। अनि सी इज माई सिस्टर, सी इज भाउजू, सी इज माई अल्सो सिस्टर। दाइ हुनुहुन्छ यता राजेन्द्र, फेरि हिरो, फेरि कम्ता होइन यो। अनि सो यता चाहिँ म छु। अनि अब जान लागिरहेको छु। दाइहरूले ट्याक्सी पठाइदिनु भएको अरे त्यहाँनिरबाट। ल हस् दाइ, ल राम्रोसँग जानु होला। अब सेफ फ्लाइट। आज चाहिँ उहाँ दाइको फ्लाइट थियो। अनि यसो राम्रोसँग जानु होला। ल दाइ दाइ म त अहिले आउँछु। ल ल दाइ हस्। ल ल हाम्रो छोरोलु चाहिँ गइसक्यो टक्कसँग लाएर। आमा हिरो भएको छ आमा। त्यही हो, अब चाहिँ ट्याक्सी पनि आइसक्यो। हामी चाहिँ टक्क जानुपर्ने हुन्छ। हामी चाहिँ यो ट्याक्सीमा छौँ। जाम यति धेरै छ, यति धेरै। अनि भाउजू दिदी छोराहरू चाहिँ यो ट्याक्सीमा छन् होइन। यो ट्याक्सीमा त्यही हो, टक्कसँग लाएर अब जानुपर्ने हुन्छ। हामी चाहिँ सो टक्क जाम यत्रो धेरै छ अगाडि। जडीबुटीको जाम लोकन्थलीको पुलभन्दा क्रस भइरहेको क्या। चाहिँ आइपुग्यौँ यहाँनिर सबैजना। अनि त्यहाँबाट पार्किङको ग्राउन्डमा आउनु भन्नुभएको छ, सायद यतापट्टि जस्तो लागिरहेछ। तेरो त ह्यान्डसम देख्छ हैन। हामी चाहिँ टक्क आइपुग्यौँ।
अब दिदीहरू दाईहरू त्यहाँनिर हुनुहुन्छ सबैजना, अरूजना यहाँनिर हुनुहुन्छ, हाम्रो दुईजना हिरोहरू यहाँनिर पुरा चट्ट, अनि म चाहिँ पुरा चस्मा लगाएर पुरा हिरो बनेर यहाँ मोबाइल तर हल्का अरूको चस्मा लगाएर हिरो बन्छस् मेरै चस्मा हुनु है। सो त्यो यहाँ हाम्रो दिदी चाहिँ पुरा राम्री मिस नेपाल फलअप खान्छ हाम्रो दिदीको अगाडि। त्यो अब चाहिँ हामी यहाँनिर चाहिँ सामानहरूको लागि लिन्छौँ। भिडको सिनेमेटिक भ्यूहरू हेरिदिउँ है त एकपल्ट। जुत्ताहरू खोल्नु है सबजनाले। इज माई फ्यामिली। अनि चाहिँ टक्कसँग लगाएर अब चाहिँ गएर पूजा गरेर जानुपर्ने हुन्छ। यताबाट मान्छेहरू आइरहेको धेरै, उताबाट पनि उताबाट जानुहुन्थ्यो। अनि अस्ति नै हामीले क्याम्प राखेको चाहिँ अलिक ऊ त्यहाँनिर थियो, हाम्रो क्याम्प चाहिँ ऊ त्यहाँनिर थियो। हामीले अस्ति शिवरात्रिको बेला क्याम्प थियो त्यहाँनिर राखेको थियौँ। अनि अहिले चाहिँ यति धेरै मान्छेहरू छ, यति धेरै। सो त्यो चस्मा चाहिँ लाउँ है, पैसा चेन्ज गर्ने यतापट्टि। हाम्रो चाहिँ आधी फ्यामिली चाहिँ मतलब आधी फ्यामिली हुँदैन, दाइ अगाडि हुनुहुन्छ, भाउजूहरू दिदीहरू सबैजना पछाडि हुनुहुन्छ। छोरोलु राजेन्द्रले बोकिरहेछ। अनि सो त्यो टक्क जाँदैछौँ। हामीले चाहिँ पुरा चप्पल नै खोलिसक्यो नि त, खुट्टा नि यस्तो बनाइसकेको थियो पुरै चप्पल खोलेर। अगाडि चाहिँ यस्तो धेरै छ, यस्तो धेरै। सो त्यही हो। सो हामी चाहिँ टक्क छोरोलाई लिएर, छोरो त पुरा डोन बाखानी ओइ ननिदा है पुरा। सो त्यही हो। अब चाहिँ हामी टक्क अगाडि धेरै मान्छेहरू छन् लास्टै, अनि त्यहाँबाट मान्छे धेरै अब छोरो हेरिरहेछ, क्यामेरामै हेरिरहेछ छोरो। छोरो हेर्दा मन्दिर छ। अनि हामी आउने चाहिँ ठ्याक्क यतापट्टिबाट हो। अनि यतापट्टि चाहिँ मन्दिर मतलब ऊ छ, मतलब भनौँ न अलिक। अनि यहाँबाट चाहिँ गेट छ जाने, टक्क यहाँबाट चाहिँ ठक्क भित्र जानुपर्ने हुन्छ। अनि अब स्याम हुनुहुन्छ, दाइहरू त जानुभएको छ। यहाँनिर गेट छ, यहाँनिर गेट। अनि गेटबाट चाहिँ हामी जानुपर्ने हुन्छ। हेलो छोरो। ल त्यही हो, हामी चाहिँ अब भित्र जान लागिरहेछौँ। भाउजूहरू गइसक्नुभयो सबैजना हाम्रो हुनुहुन्छ। यहाँ त मिल्छ, यहाँ त। सो यहाँनिर 52 बाजेसँग पनि हाम्रो कुरा भइसक्यो। अब यहाँनिर चाहिँ कस्तो हुने रहेछ भने पास्नीको लागि चाहिँ कसको हातबाट फर्स्टमा जुर्छ त्यसले चाहिँ खुवाउनु पर्ने रहेछ, त्यसपछि मात्रै अरूले खुवाउन मिल्ने। अनि टिका सिका लाउने कुराहरू भए रहेछ। अनि यहाँ 52 बाजे हुनुहुन्छ। अनि 52 बाजे यताउता भइसक्यो कुराहरू। अब चाहिँ के हुन्छ भने अब यहाँनिर हुनुहुन्छ। अनि त्यो 52 बाजेले कता लिएर गए भन्ने कुरै थाहा छैन क्या। बाजे हराइसक्यो भन्नु। त्यो हामी चाहिँ अब माथि जान लागिरहेछौँ टक्क। अनि यहाँनिर फोटोसोटो पनि खिच्यो। अनि छोरोलाई लिएर चाहिँ कहाँ गए, ए उहाँ माथि गए रहेछन्, ठिक छ होइन। अब चाहिँ हामी टक्क माथि जान लागिरहेछौँ अगाडि दिदी कान्छीहरू। अब छोरोको पास लिन सक्ने हो। ए छोरो यार, उहाँहरू त पुरा छोरो बसिरहेछ। यस्तो धेरै उ भइरह। अब चाहिँ यहाँनिर छोरोको, हाम्रो छोरो छ यहाँनिर बसिरहेछ। छोरो ल, हाम्रो छोरोलु। छोरोलु
छोरा लु सिस्टर मैले ओके आज चार चला छोरा लु हांजी भन्दैन तेरो यहाँ आइज तेरो नाम भन्दै त्यो हाम्रो छोराको पास्नी चाहिँ यहाँनिर सकिसकेको छ अनि आमो पुकुलु ओहो हाम्रो पुकुलु त पुरा पुकुलु त पुरा हिरो भएको छ नि आमा त्यो हाम्रो छोराको चाहिँ टक्कसँग लाएर यहाँ पास्नी पनि सक्यो अनि एट अ फर्स्ट चाहिँ मैले खुवाउनु पर्ने रे मेरो नामबाट चाहिँ जुरेको छ छोराको अनि त्यहाँबाट मतलब हुन्छ नि त अनि त्यसलाई टिका लगाइदिएर खुवाउनुपर्छ अरे लगेर अनि यहाँ बाहुन बाजे सबै गरिदिएर चाहिँ अब चाहिँ हामी भित्र जान्छौँ सायद भित्र भिडियो गर्न मिल्दैन नि त त्यही भएर भित्रको चाहिँ म केही पनि गर्दैन लास्ट त्यही भिड पनि छ अनि हाम्रो छोराहरू यहाँ अगाडि छन् अनि सो त्यो हाम्रो सबैको छोरा हाम्रो भतिजो हो हाम्रो भतिजो लिएर जान्छौँ अब चाहिँ हामी जान्छौँ मेरो क्यामेरा चाहिँ अफ भयो है त ल हामी चाहिँ भित्र पूजा गरेर पनि टक्क आइसक्यो अब चाहिँ यहाँ 2-4 वटा फोटोहरू खिच्छु मर्छौँ आइसक्यो अब हामी चाहिँ रिटर्न जान लागेछौँ छोरी मान्छेहरू जति ट्याक्सीमा जान्छन् हामी चाहिँ त्यहाँ 10 लाखको बसमा जान्छौँ राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो हामी चाहिँ अनि यसो त्यही अब भाउजूहरू दिदीहरू चाहिँ अब दाई चाहिँ खोइ त दाई र दिदी चाहिँ